तेरो विचारमा त मुडीको कला होला मुडीको कला चल्दैन मैले मुडी कला भने हैन बोलीको कला देखा बोलीको कला देखा तपाईको छैन छैन त चुप लाएर बस्नु तपाईको बिचमा बोल्न सक्छु नि त जिन्दगीमा तै रहेछ एउटा अभिमान व्यक्ति तर जोडिया तपाईले जिन्दगीमा चाहिँ नभन्नु यत्रो एरियामा चाहिँ भन्नु के यत्रो एरियामा तै रहेछ एउटा गजेडी भाइ पनि बोल्न आउन सक्छ चिनेको छु किन चिन्दैन अरुको त अरु त गरिरा छैन केलाई तैले खाँदैन अस्ति मसँग मागेर लाग्यो के तपाईसँग त मागेर लिएर तपाई बुढीको मुडी तन्ना मुडी गरेर छिरेर मागेर त खाइन नि त ए बुढीले माग्ने पाउँछ है यो संसार केही होइन त्यसो भए यो दुनियाँले जान्छ तपाई बुढीले माग्न पाउँछ भने त्यसलाई के भन्छ तैँले छ नि एउटा म यता भयो भने मेरो बुढीसँग गएर इडी माग्ला तँलाई दिएला तँ राजा भएर आउँछस् कि खाते भएर आउँछस् त म त राजा भएर आल्छु नि राजा भएर आउँछ किन भन्न सक्नु न किन प्रश्न दे क्वेसन दे न क्वेसन प्रश्न दे होइन होइन त्यो कुरा होइन तन्ना मुडी छ रे यस्तो गर्को अनि होइन गाजा माग्नु आएन मेरो बुढीसँग के माग्नु पेटीको मुडी गालेर चाहिँ यस्तो गरेर बोल्न जान्दैन यो पेटबाट मार्न पेटबाट है कुन कोडमा टाँक हुँदैन भन्नु नसक्दा कोड नगर कुन कोडमा टाँक हुँदैन तपाईको बुढीको पेटीकोटमा हो तैँले हेरेर रहेछ नि त भन्यो सबैले आधार गरेछ तपाईको बुढीको अहिले देखेर फोन गरेर बोलाउँछु है त बुढीलाई बुढीलाई देखेर रहेछ नि त अतिखेर देखेर रहेछ चस्मा लाए शङ्खा छैन त्यो शब्दहरू मेट्नु पर्यो कहाँ तपाईँ 14-15 डायल गरेर कम्पनी स्यालै रहेछ सिमेन्ट नभए मोबाइलले कहाँ फोन जोडिया भयो भने गजेडी भयो भने तेरो चाहिँ क्यापेसिटी रहेछ अलिकति चाहिँ 5% फुल पर्सेन्ट चाहिँ छैन फेरि हे मेरो बाउको छ बरु अलिकति भयो थाहा छ तैँले मलाई अङ्कल भन्ने ठाउँमा मसँग इन्सल्ट गर्न आयो तर तँ जितुवा रहेछ ल बोल्छ म किन भन्नु तपाईले यहाँ बोले